बिस्तारै पानीको धारो नि कति सानो आयो कि त्यही भनेर हजुर यसो थाप्ने हो कि नथाप्ने हो थाप्दै गर्नु न मेरो भरेसी यता थाप्नु होला नि फेरि हुन्छ ए साँच्ची मने हिजो साँझ त्यो बास बसेको वन कुखुरालाई कसले बन्दुक हानेछ बन्दुक पड्का सुनेको थिएँ अब बन्दुक भएको तेरै घर आयो कसले पड्कायो होला र तेरै बाउले पड्का होला नि अब बन्दुक त तल राई लागेको पनि छ अरे नि लिएर पो नहिँडेका हुन्थ्यो बन्दुक पड्क्या त काइले आमाले नि चिन्नु भयो होला नि नजिकै पड्क्यो जस्तो लाग्यो खोइ भएर नानी कता कता आवाज त सुन्या हो कहाँ पड्क्या हो पत्तै पाइन भाउजू मलाई अलि हतार छ म त्यो पानी लिएर जाउँ कि क्या हो ए हुन्छ नि त लैजाउँ न त लैजाउँ दुईटा गाडी भन्दाखेरि बेर लाग्यो म पो घट्दै गर्नु पर्यो म त घरमा काम त भुसुकै पनि बिर्सेछु गएँ है भाउजू ल तपाईँहरू बिस्तारै आउँदै गर्नु ल काइले आमा हजुरको अनुहारमा अलि डर जस्तो देख्छु केही भयो र होइन नि बरी नानी केही पनि भएको छैन ए साँच्ची तपाईँहरूले हाम्रो कान्छाबालाई कतै देख्नु भएको छ र हामीले त छैन नानी काइले आमा तपाईँले देख्नुभयो र छैन नानी हिजोदेखि घर आएको छैनन् अनि के भएको छ आजकल हाम्रो कान्छाबालाई खासमा हिजो नजिकै बन्दुक पड्किनु काइले आमाको अनुहार यस्तो हुनु अनि बुवा हजुर चाँडै सुत्नु केही न केही त पक्कै छ भाउजू तपाईँ मसँग राम्ररी नबोले पनि मै बोल्छु खासमा के भएको छ तपाईँलाई आज भोलि मैले के गल्ती गरेर पहिला मलाई त्यति माया गर्ने मान्छे आजकल पुरै परिवर्तन हुनुभएको छ बरु मैले के गल्ती गरेको छु भने म माफी माग्छु तपाईँसँग तर मलाई आज तपाईँसँग उत्तर चाहिन्छ के भएको छ तपाईँलाई होइन नानी तपाईँले मसँग माफी मागिराख्नु पर्दैन र म माफी दिन योग्य पनि छैन छोड्दिउँ यो कुराहरू हिजो पड्केको बन्दुकको आवाजले मेरो मनमा धेरै कुराहरू खेलिरहेछन् कतै बुवा हजुरले मुरलीधर काकालाई बन्दुक त हाने होइन अब बन्दुक भएको तेरै घर आयो कसले पड्कायो होला र तेरै बाउले पड्का होला नि भाउजू तपाईँलाई म मरेको नजानु तपाईँलाई पानी पछि थाप्दै गरौँला ल थाप्दै गर्नु है छिटो न किन के नानी के भएर भन्नु न पछि सम्झाउँछु काइलामा हिजो यहाँ गोली चलाएको थियो नानी भित्र जाउनुहोस् न भित्र आएर कुराहरू मिलाउँछु
ए तिमीहरूको यहाँ बैठक चलिरहेछ? यो जबरजस्तीको बैठक हो जिमल साहब, हाम्रो राजी खुसीको होइन। मुरली तिमी एउटा बाहिर गइरा त। सम्हाल्नुस् है केटा। बुद्धिमा बिर्को लागेकाहरू, यदि तिमीहरूले यसलाई घरमा हुल्यौ भने म जतिको नराम्रो कोही पनि हुने छैन। यही पड़ गई क्या? आँगनमा पड्क्या छ। यो पक्कै पनि हाम्रै बुवाले पड्काएको बन्दुक हुनुपर्छ। आफ्नै आँखाले देखिन जिमल साहब बाइक कसले पड्कायो होला त नि बन्दुक। अब त घरमा बस्नु पनि डरको नानी हो। पहिला त गाउँ शान्त थियो, गाउँमा मुरली छिरीदेखि फाँड फैले गइरहेछ। दोष हाम्रो कान्छापाको मात्रै होइन काइले आमा, यहाँ त एउटा जङ्गलमा दुईटा सिंह बन्न खोजिरहेछ। बरु हामीलाई त जिम्मल साहब नै ठिक थियो। यी मुरलीले अर्को जिम्मल बन्न खोजेपछि त्यसैको परिणाम हो यो। एकपटक मुरली काकालाई कहाँ लगेका छन्, जिउँदो छन् कि मर्या छन् बुझ्न पाए हुन्थ्यो। कोसँग बुझ्नु क्या भाउजू? न अर्जुन दाई छन् न श्रीधर काका, अब त्यो तोपेर कार्की पनि छैन। हुन त तिनीहरूले त लगायो होला अस्पताल। गाउँको कुरो, आफ्नै भाइ भतिजको कुरो होइन। बरु तिमीहरू एकचोटि बुझ्न जाने हो कि क्या हो सदरमुकामसम्म? कि लास कि सास त भेटेला नि। जुठे हामी जाउँ त एकपटक है? जे भयो नि आफ्नै कान्छा पाउन्, म पनि जान्छु बुझ्न। हिँड्नु त हिँड भइहाल्छ नि त। हामी कोही बाबु जुठे हजुर विचार गर है। के पिर गरिरहलिन् क्या? हामी विचार गरिहाल्छौँ नि। हातिङ पर्दैन। हाम्रो बुवा हजुरहरू पनि कहाँ जानुभयो होला है नानी? पक्कै पनि भाग्नु भएको त होला नि। केही भएको छैन भन्ने खबर जुठेहरूले ल्यायो भने पनि बुवाहरूले भाग्नु त पर्थेन नि है। त्यही त। के हो के हो? हे भगवान्, के देख्नु पर्यो यो? आफ्नै आँगनमा गोली ल्याएर मान्छे सटपटाएको देख्नु पर्यो। मुरलीलाई केही नहोस् भगवान्, केही नहोस्। सदरमुकाम पुगेर नि पत्ता लाग्ने हो कि होइन कुन अस्पतालमा हो है? त्यो अस्पतालले त्यही एक दुईवटा त छन्, एउटा नभए अर्का सोधीखोजी गरेर पनि पत्ता लगाउनु पर्छ। चुनी हो सरदाई उहाँ तल हेर्नु त। छोरी मनी, यो के गर्दै हुनुहुन्छ? यो सब जिमल साहबको काम हो भने जिम्मल साहबले कान्छाबालाई बन्दुक हाने पनि, कान्छाबाले जिम्मल साहबलाई बन्दुक हाने पनि, आखिर बन्दुक त हाम्रै गाउँको, हाम्रै परिवारको, हाम्रै सदस्यलाई लाग्ने होइन र? मुरली काका, हामी त हजुरलाई खोज्दै सदरमुकाम जान लागेको, अन्त फर्केर आउनु भएछ, राम्रै भयो।
जुठे चाउरे भाइ मैले गल्ती गर्दैछु कि मैले सही गर्दैछु त्यो मलाई थाहा छैन तर मलाई यति कुरा थाहा छ कि म हिँड्न खोजेको बाटो र प्राप्त गर्न खोजेको उद्देश्य चाहिँ गलत छैन कान्छा बा पहिले घर हिँड्नुहोस् अरू कुरा घरै गएर गरौँ बिस्तारै बिस्तारै बोक्नुपर्छ आराम गर्नुपर्छ है पर्दैन नि आमा हजुरको नि घर काम होला म काटिहाल्छु नि छाड्दिनु होइन भयो नानी हजुरको घरमा त सधैँ काम गरेको त हो नि अब यति काटिदिँदैन के पिर पर्यो र भयो नानी हजुर हजुरसँग एउटा कुरा गर्नु थियो के कुरा भन्नु न ऊ त्यहाँ मान्छे रहेछन् माथि जाउँ न ऊ त्यहाँ हुन्छ के कुरा हो र अब त यही भन्नु कहाँ पुग्नु हेर्छ कुरा के हो बसौँ के कुरा हो र काइलामा बुहारी नानी यो मन तरेको चामल हो जुन किरी नानीलाई जसरी नि खानिदिनुहोस् है थाहा पाउँछ न पोल्टो मन तरेया चामल जुन किरी नानीलाई खानिदिनु किन र काइलामा यो गाउँमा जे भएको छ नि जिम्मल साप र मुरलधरको कारणले भएको छ धन्न मुरलधरको भाग्य रहेछ र पाहुरामा गोली लाग्यो छातीमा लागेको हेर्नुहोस् त जिम्मल सापको कत्रो रिस जुठे त मेरो एउटै छोरो त्यसलाई पनि 2-3 चोटि गोली हानिसके जिम्मल सापले अहिलेसम्म त्यसको भाग्य बलियो रहेछ र लागेको छैन भोलि त्यसलाई पनि छातीमा ढ्याङ गोली लाग्यो भने मेरो के हालत होला भयो नानी जुनकिरी नानीको र जुठेको सम्बन्ध छुटाउन यो चामल मन तरेर ल्याए कि भयो नानी यो चामल जसरी भए पनि जुनकिरीलाई खानिदिनुहोस् है हजुरले यो चामल जुनकिरी नानीलाई खानिदिनु भयो भने जुठेलाई देख्ने बित्तिकै क्रोध जागेर आउँछ भनेछन् त्यो पल्लो गाउँको झान्नीले त्यस्तो चखेवाको जस्तो जोडीलाई मैले यो मन तरेको चामल खुवाएर कसरी छुटाउन सक्छु काइले आमा म सक्दिनँ लानुस् यो चामल म के गरौँ त मलाई हजुरको नन्दभन्दा मेरै छोरो प्यारो छ मैले मेरो छोराको जिन्दगी बचाउनको लागि भए पनि मैले यो गर्नु पर्यो मैले अरू केही उपाय भेटिनँ भयो नानी हजुरलाई हजुरको नन्द जति प्यारो लाग्छ नि मलाई पनि जुठी त्यति नै प्यारो लाग्छ नानी आमा नानीले सबै कुरा सुनिसक्नु भएछ म यो चामल नानीलाई दिन सक्दिनँ बुहारी नानी हजुरले कस्तो मेरो कुरा नबुझेको म रानी मान्छे हो मेरो एउटै छोरा हो भोलि जिम्माले ड्याङ्ग गोली हान्दियो भने यसको जिम्मेवारी को लिन्छ म कहाँ जानु के गर्नु पर्यो नानी त्यसो नगर्नुहोस् न त्यसो नभन्नुहोस् के भयो नानी भोलि मेरो छोरालाई केही भयो भने म कहाँ जानु जति हजुरको नन्दको माया छ नि मलाई मेरो छोराको पनि त्यति नै माया छ बुहारी नानी जसरी भए पनि लगेर खान दिनुहोस् बुहारी नानी त्यसो नगर्नुहोस् न कस्तो कुरा नबुझ्नु भएको के बुहारी नानीले पनि
पानी ल्याएको जुठे म त आएँ तर यसरी जिम्मलको छेरलाई पानी बोक्या चाहिँ सुहाएन है सुहाएन। लुगा लाओ र सुहाउनु र नसुहाउनलाई तिमी पानी बोक्दैन के सुहाउनु पर्यो र कि म बोक्दिउँ त बोक्छौ अहिले कसैले देखेर बुवालाई भन्दैन मार्छ नि त बुवाले हे तेरी अल्को त पोखिहाल्यो नि भयो घाँस काट्ने खुर्केर गयो जवान हुर्केर कसलाई दियो जहिले डिलमा मात्र बोलाउँछु कुन दिन कसैले देख्यो भने के हुन्छ भन त खुल्दैछ र आँगर त्यो तान न अन्तिन्छ नि नछुटाउ है बिस्तारै तान नछुटाउ है ला छिड्यो जुने के भयो तँलाई किन एक्लै रोएर बसे कि भन्न के भयो अब म जुठेलाई छोडेर साँच्चीकै नेपाल जान्छु किन के भएर अघि जुनकिरी नानीको र जुठेको सम्बन्ध छुटाउन यो चामल मन तरेर ल्याए कि भरे नानी यो चामल जसरी भए पनि जुनकिरीलाई खानिदिनुहोस् है हजुरले यो चामल जुनकिरी नानीलाई खानिदिनु भयो भने जुठेलाई देख्ने बित्तिकै क्रोध जागेर आउँछ भनेको छन् त्यो पल्लो गाउँको झान्नीले यति कुरामा नि के पेर गर्छस् त जुठेले नै तँलाई त्यस्तो गरे त होइन नि के बस्यो होइन छोड्दै त्यो मनमाया नानी तपाईँको कान्छावाला अस्ति गोली हानेदेखि काइलामा निकै तर्स्या छिन् सावित्री भाउजू हाम्रो बाह्र जिमल साहब त जुठेको पो पिछा गरेर हुन् कि के हो
क्या आजभोलि मेरो निशाना किन यसरी चुक्या भने यहीँ बसेका कलेज पनि फुट्यो। ल हजुरको निशाना त त्यसरी चुक्दैन थियो हजुर। अब आजभोलि हजुरले अलिकति यसो शिकार खेल्न आउन कम गरी बक्स्यो हजुर, त्यही भएर होला। यो पनि हो। होइन 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 है, त्यो बन्दुकले कालिजलाई नहानिकन तल हाने भए के हुन्थ्यो अहिले? के कुरा अरे होली त्यत्तिकै जिमल साहबले ड्याम ड्याम बन्दुक हान्दै हिँड्ने हो र भने के मलाई किन ठोक्नु? मुरललाई ठोकेन? कहाँको मुरली काका कहाँ म? उनले पो भित्रभित्र जिमल साहबको खोइरो खनेको थियो र अनि बन्दुक पड्का। मसँग चाहिँ के दुश्मनी छ र कि? ए आफ्नो छोरी भगाउन खोजेपछि तँलाई चाहिँ बाँकी राख्छन्, त चाहिँ मित्र हुन्छस्? आफू विरुद्ध लाग्नेलाई त बन्दुक ठोक्ने जिम्माले झन् छोरी नै भगाउन चाहिँ तँलाई बाँकी राख्छन्। तँलाई कतिचोटि गोली ठोकिसक्यो ल भन् त? कति यो बन्दुक र गोली कुरा रे? बस्यो चुप लाएर। आज म यो कुराको छिनोफानो नगरी छोड्दिनँ मने नानी। ल खुरुक्कन यो तामाको तौलो छोएर कसम खा। आइज ल्याउनुहोस् त भने नानी। अब नि छोएर कसम खा। अबदेखि म यो जुन केटीलाई भेट्दा नि भेट्दिनँ, बोल्दा नि बोल्दिनँ, म त्यसको पछि कहिले पनि लाग्दैन भनेर कसम खा। अब भनेको खुरुक्कन छोएर कसम खा। होइन मैले अहिले तँलाई मारिदिन्छु नि म, कसम खा। कस्तो जबरजस्ती गर्यो कि? क्या जबरजस्ती नि, कसम। जुठे आमाले भने चाहिँ कसम खाऊ, मेरो जिन्दगीमा कहिले आउँदिन भनेर कसम खाऊ। खाइदेऊ र मेरो जिन्दगीमा आउँदेखि कहिले नआऊ। सुने झुठे तौलो छोएर कसम खा। तेरी आमाले भनेको जस्तो तौलो छोएर कसम खा। अबदेखि झुन्किरीलाई भेट्दिन भनेर कसम खा झुठे। कसम खाएर भन्छु, आजको मितिबाट झुन्किरीको पछि कहिले लाग्दैन, झुन्किरीलाई कहिल्यै भेट्दिन। म सत्यको लागि झुन्किरीलाई बोलिदिन्छु, म सत्यको लागि झुन्किरीलाई बोलिदिन्छु। सपना पो रहेछ। हे भगवान्, मेरो सपना जस्तो चाहिँ कहिले नहोस्। भयो भयो जुठी बाबु नमस्ते बाबु। अनि तिमी बिहान बिहानै फेरि किन? हिजो राति कस्तो नराम्रो सपना देखेँ कि तिमीसँग एकछिन यसो गफ गर्नु थियो। नानी अहिले गाउँलेहरूले देख्छन् छिटो के कुरा हो गरेर आइहाल्नु है।
फेरि घर आएर अडाको मचिन्छ म गएँ आइहाल्छु नि ल छिटो भन कस्तो नराम्रो सपना हो को चाहिँ छिटो भन र कहीँ बसेर कुरा गर्ने हो नि के भन्या कि नेपाल लिन आएको मान्छे फेरिमा भाउजू घर छिटो पुगेपछि मलाई सोध्दैनन् कहाँ गयो भनेर छुटेर बसेर मान्छेलाई के सोध्ने हो र हे भने भाइ भन नभए गएँ म त गलत चौरे दाइ एकदमै गलत तपाईहरुको लागि मुरली काकाले केही नबोलेका होइन र केही नगरेका पनि होइन तर तपाईहरुले नै उहाँलाई साथ दिनु भएन सर हो बसौँ अब हामीले मुरली दाइले साथ नदिएको भन्ने पनि यो होइन साथ दिएकै हो यो तोपेर कार्कीले जस्तो पछि पछि लाएर हिँड्न त सकिँदैन नि घरको काम पनि भ्याउनै पर्यो मैले घरको काम धन्दा नै छोडेर पछि पछि हिँड्नुपर्छ भन्न खोजेको होइन के चौरे दाइ गाउँमा पञ्च बसेको बेलामा चौतारामा भेला बसेको बेलामा त्यहाँ तपाईहरुको विषयमा कुरा उठ्छ त्यो कुरा उठेको बेलामा तपाईहरु बोल्न जानु पर्यो नि त परेन तपाईहरुको विषयमा कुरा उठ्दाखेरि तपाईहरु नै त्यहाँ बोल्न जानु भएन भने तपाईहरुको विषयमा को बोल्दिन्छ ल भन्नुस् त सधैँ मुरली काकाले बोलेर हुन्छ अनि मुरली काकाले मात्रै बोल्देर अनि तपाईहरुको साथ कसरी पाए मुरली काकाले ल भन्नुस् त्यस्तो बेलामा आफ्नो समुदायको हक हित र अधिकारको विषयमा त आफै बोल्नुपर्छ के चौरे दाइ सधैँ मुरली काकाको भर परेर हुन्न के दाइ तपाईहरु नै जागरुक हुनु पर्यो अनि भो आफ्नो हक र अधिकार लिन पाइन्छ ए भनेपछि अहिलेसम्म यिनीहरूको कान मुरलीले फुकिरहेको थियो अब तेरो पाला आयो एउटा कुरा याद राख कान फुकेको पण्डितले मात्र सुहाउँछ तैँले होइन बुझिस् जिमल साहब मैले तिमीहरूलाई जानेछु पर्खी किन उठ्नु भएको दाइ तपाईँलाई जति सम्झाए पनि नहुने भयो नि बुवा हजुरले त्यति भन्नुभयो भन्दैमा तपाईँ जुरुक्क उठ्नुपर्छ हो यही बानी हो तपाईँहरूको नराम्रो अनि त्यसैले जहिले पनि तपाईँहरू दबाबमै बसिरहनु परेको छ मुरली काकाको पनि यस्तै त भएको होला नि सागर दाइ अब पहिला पहिला कम्मर कसेर लागि पर्यो अब पछि साँडेको जुदाइमा कता अलमलले कता अलमलले त्यही पनि मधेस जान्छु भनेर सुनेको थिएँ के अरे कहिले जान्छन् कुनी मधेस जान्छु भनेका छन् रे हो सागर अब म मधेस जान्छु होला गर्न त खोजेको हो नि भाइ मैले गरिब दुखीको लागि गर्न खोजेँ आफ्नै दाजुभाइको लागि गर्न खोजेँ आफ्नै घर समाजको लागि गर्न खोजेँ तर जस छैन मैले गर्न खोज्छु मलाई उल्टो अब्जस आउँछ यही ठाउँको चाहिँ विकास गरेर होइन यहीँको मान्छेहरूलाई अलिकति चाहिँ उन्नति प्रगति होस् भन्ने चाहेर त म आएको हो यहाँ तर मलाई तलबाट पनि दबाब माथिबाट पनि दबाब न जस छ होइन सधैँ अब्जोस खेपेर त कसरी बस्नु र भाइ त्यही भएर सागर भाइ म त 1-2 हप्तामै मधेस सर्छु होला मुरली काका तपाईँ जतिको मान्छेले यस्तो कुरा गर्न शोभा दिँदैन सफलता असफलता त्यो एउटा आफ्नो छुट्टै बाटो हो तपाईँलाई एउटा कुरा पक्कै पनि थाहा होला अन्त्यमा सत्यकै जित हुन्छ
सागर भाइ, तिमी लाउरे मात्र भन्ने ठानेको थिएँ मैले, तर तिमी त विद्वान र बुझकी पनि रहेछौ। खुसी लाग्यो मलाई। सुन्नु न, भुटु नै सिद्धै रहेछ, जानु न पसल गरेर तेल लिएर। अब अहिले पसल किन जानु पर्यो त? आमासँग आएर काम चलायो भइहाल्यो नि। जाऊ आमासँग आएर जाऊ न। के भयो? जानु न। ल जाऊ न भनेको। जाऊ न, जाऊ आमासँग आएर ल्याऊ। आमा, यिनलाई थोरै भुटन दिएर पठाइदिनुहोस् न। किन तेरो बुढीले माग्न सक्दिन अरे? यिनीहरूको ताल देख्दा म त छक्कै पर्छ। आमा, बुहारी, तिम्रो यो बेहोरा मलाई पटक्कै मन परेन। के ताल हो यो तिम्रो? 5 वर्ष अगाडि यो घरमा भित्रकी होइनौ तिमी? यो घर तिम्रो होइन? खुरुक्क जानु, लिएर आउनु, भित्रै छिर्नु नहुने हो? के भने यो? आफ्नो घर हो, गएर लिनु। तिमीहरूको खुसीले छुट्या हो, हामीले छुट्याइदा त होइन तिमीहरूलाई। ल आफ्नै घर। पहिला त भुटुन यहीँ राख्ने गरेको थियो, अहिले त छैन। कहाँ राख्नु भएछ आमाले? आमाले भेटिन भनिराख्नु भन्दा एक बाल्टीको बिटको भए पनि लिएर जान्छु। ओए, तैँले भुटुन भेटिस् त? भेटे आमा। खोइ देखा त मलाई। देखा न। के हो यो? यो भुटुन? पहिला राखेको ठाउँमा भुटुन रहेनछ, भैँसी दुध लाउनु नहुने बाल्टीको बिटमा राखेर रहेछ, त्यही लिएर आएँ। अनि भुटुन भेटिन आमा भनेर भन्न सकिनस्? तेरो घर होइन यो? होइन, तिमीहरूलाई के भएको? के गर्न खोज्यो तिमीहरू? बुवा हजुर, जे नहुनु पर्ने भइसक्यो। अब यो विषयलाई नकुट्यौँ। ए छोरी, जा अहिले राखेको ठाउँबाट भुटुन लिएर आइ त।
आजदेखि हामी सबै सँगै खाना खाने, यसरी छुट्टिएर नबस्नु। नानी तँ त आइज न त, हामी सँगै बसेर खाना नाइ, अबदेखि सबैजना सँगै खाना खाने मैले भनिदिएको छु। त्यहीबाट जान्छु। ल त्यति जानुहुन्छ, यो अल्टो लिएर जानु। ए ल हुन्छ हुन्छ, हस् ल म गएँ है त। अल्टो हल्लाउनु जानु निम्ला फेरि। पुत्लो होस् हवास सबै उडाइदियो। आरुबटे काकाले के है त्यो पोहेचा बनाउनलाई कहाँबाट कस्तो रुवा लाएर चाहिँ यहाँ कहाँ हो च्यात्याएर सबै उत्रेन अरे सिलाइदियो अरे के यो साँझ हुँदो मसानको लुगा लाएर आएछ। रमाइलो गर्न यसरी पनि हुन्छ त रमाइलो जुटी बाबु। नै मारेन नि, मान्छेको सातो गइसक्यो, अहिले तँलाई रमाइलो नै मारेन। सतायो के गरेर आगो राम्रो सिलाइदियो। मसान ल्याएको लुगा ल्याएर आएछ, यता राख्दै मुटुने बट्याक बट्याक गरेको होइन नानी। होइन उपस्त्र पनि कस्तो आएको तँलाई हो? यत्तिकै हो क्या रमाइलो गरिदिए। रमाइलो गरिदिए ल त्यही अरू बट्याकमा खेतालु निदो गर्नु जानु छ। हामी गयौँ है, अल्टो लिएर जा। नै मारेन नि। खाली होला। होसले ठाउँ छोडो गाँठी। साँझ हुँदो यस्तो मसान लुगा लाएर आउँछन् त। अनि के भयो? हुन नि सबै भित्र पानी सुकिसक्यो होला। तैँले यस्तो निर्णय किन लिइस् भन् त? तँ अपराधी, सुकुल गुन्डो, तँ जिम्मलको पुच्छर, कहिले जिम्मलको कहिले मुरलीधरको पछि लाएर हिँड्ने तँ दैचिउरीको पछाडि तैँले के हेरेर लाइस् भन् त? तँलाई त्यसले राम्रोसँग पाल्छ? हिजो तँलाई जिउँदै खालो खनेर पुर्या होइन तँ अपराधी सुकुल गुन्डोले? त्यहाँमाथि तँ बिष्टको छोरो, त्यसले तँलाई राम्रोसँग खाना दिन्छ, लाउन दिन्छ, पाल्छ भन्ने सोचेको थिएस्? नोकर बनाएर राख्छ तँलाई। जे बनाएर भए पनि राखोस्, मलाई मतलब छैन। मलाई तिम्रो बोझ भएर बस्नु छैन दाइ। कमसेकम मलाई त्यसले अप्नाउँछु, बिहे गर्छु त भनेको छ। के रे फेरि भन्दा त कहिले मेरो लागि बोझ भइस् भन्दा? तँलाई केटा चाहियो मात्रै भन्न, बसबाट केटा खोजेर ल्याइदिन्छु तँलाई। बोझ भयो नि बोले कि हेर आउँछ। ठिकै छ, तँलाई त्यही सुकुल गुन्डो चाहिने हो नि, मेरो भन्नु के पनि छैन। तर एउटा कुरो सुन्न चाउरी, कार्की जिम्माको पुच्छर भएको साँचो कुरा हो। अहिले मेरो पछि हिँडिया छ त्यो पनि साँचो कुरा हो। तिमी पनि त कुनै दिन जिम्माको पछि लागेर हिँडेका थियौ, मेरो पनि पछि लाग्यौ तिमी, अनि तिमीलाई पनि पुच्छर भन्ने त्यस्तो कुरा भन्न मिल्छ? चाउरे भाइ, कसैले आवेगमा गल्ती गर्न सक्छ, त्यसले पनि कहिलेकाहीँ आवेगमा गल्ती गरेकै हो। तर यसले गौरीलाई मन पराउँछ। मैले यिनी दुईजनालाई सम्झाइसकेका छु। ए बाबा, मान्छेले गल्ती गर्छ आवेगमा, तर गल्ती गरिसकेपछि म सुध्रिन्छु भन्न त पाउँछ नि, पाउँदैन? हेर चाउरे, जिम्माल साहबको कुरा सुनेर उनले गरेको गल्तीको सहभागी यिनीहरू पनि भएका हुन्। हिजो खाल्टोमा हाल्दाखेरि यसले बचाउँ बचाउँ भनेर भनेको रहेछ, हो कि होइन? तैँले त्यसो भनेको हो कि होइन? ए गौरी, भन त, तिमीलाई नपुराउ भनेर भनेको होइन कार्कीले? भन न। अनि बरु पुऱ्याउँ भनेर त यो बुझ्याले भने रहेछ। तर यिनीहरूको पनि गल्ती छैन।
जिम्मालको दबाबमा आएर यिनीहरूले त्यो काम गरे, गल्ती गरे, अहिले सुध्रिन्छौँ दाइ भनेर भनिरहेछन्। अनि सुध्रिने मौका त दिनु पऱ्यो नि त। चौरे भाइ, तिमी बुझेकी मान्छे हो। हेर त, तिम्रो बहिनी बम्बईको कोठीमा बेचिएकी चेली, जानी जानी थाहा पाई तिम्रो बहिनीलाई कसले अँगाल्छ? झुटो बोलेर तिमीले बहिनीलाई कहीँ अन्माएर पठाइहाल्यौ भने पनि भोलि त्यो कुरा थाहा पाउँदाको दिनमा घोक्रे ठ्याक लाएर तिम्रो दैला ल्याएर फालिदिन्छ। अनि त्यसले रुँदै हिँड्नु, माग्दै हिँड्नु, डोरी लिएर चाहिँ हाम फाल्न हिँड्नु। कमसेकम तिमीले यो कार्कीलाई चाहिँ बहिनी दियौ भने आफ्नै आँखा अगाडि आफ्नै गाउँमा त बस्न पाउँछे। दुखै पाए पनि तिमीले यसो पोल्टामा लुकाएर केही कुरा खान त दिन सक्छौ। अथवा दुखै पाइछ भने आइज बहिनी मेरो दैलामा त भन्न सक्छौ। तिमीले किन गाली गरेको त्यसलाई? यसले मलाई गाह्रो भयो भने नि त मेरो बहिनी कहिले मलाई गाह्रो हुन्छ? हुँदैन भाइ, आफ्नो बहिनी घाँडो हुँदैन। त्यहाँमाथि चेलीबेटी मन दुख्छ कहिलेकाहीँ। म दाइको अगाडि बोझ भएँ कि भन्ने लाग्दो हो। उमेर चाहिँ पुगिसक्यो। उनीहरूले त्यस्तो सोच्छन् त, हामीले पनि त त्यस्तो सोच्नु भएन नि त। थाहा छ, हामीलाई सबैलाई थाहा छ, गाउँलेलाई पनि थाहा छ। चाउरेले आफ्नो बहिनीमा आफ्नो आमाको अनुहार देखेको छ, उसलाई राम्रोसँग हेरविचार गरेको छ, पालेको छ, संरक्षण गरेको छ, सबैले बुझेका छन्। तर सधैँभरि घरमा चाहिँ बुढी कन्या बनाएर राख्न पनि त भएन नि भाइ। अनि कार्कीको घरमा मेरो बहिनीलाई भित्राउन राजी छन् त? हेट तेरी चाउरी भाइ, कार्की पनि त एक्लै त छ नि। आमा छैनन्, यो पनि टुरो हो, बाउ पनि डाँडामाथिका जुन भइसके त। अनि यिनीहरूलाई मैले मनाइसकेँ, कार्की राजी छ, सबै परिवारै राजी छ। तर म राजी छैन। जिम्माल साहब, यो तपाईँको घरको कुरो होइन, यो मेरो भाइ कार्की र चाउरे बीचको कुरो हो। मेरो घरको कुरा नभएर के भयो? यो गाउँको कुरा हो र यो गाउँको म जिम्मेवार हुँ। जिम्मेवार भएपछि धेरै कुराको ख्याल गर्नुपर्छ। तिमीले भनेर मात्र हुँदैन, कार्कीको बाउको पनि यसमा आपत्ति छ। जिम्मल साहब, मेरो बाउले त मानिसकेका छन्। धनबहादुर, म राजी छैन छोरा। यो त अति भयो। जिन्दगी जिउने उनीहरूले हुन्, जिन्दगी उनीहरूको हो। मैले त मेरी बहिनी जुठीलाई दिन राजी भएको छु। चौरे भाइ, तपाईँले कार्कीलाई तपाईँकी बहिनी दिनको लागि राजी हुनुहुन्छ कि हुन्न, त्यो पहिला भन्नुहोस्। राजी नै छु भनौँ सागर बाबु। अनि चाउरे भाइ, सागर भाइ आफ्नो बहिनी जुठीलाई दिन राजी हुनुहुन्छ, तिमी आफ्नो बहिनी कार्कीलाई दिन राजी छौ। अनि र्याङको ठ्याङ त मिलिरहेछ त, यो कुरो कहाँनिर बिग्रो? सागर भाइ, हुन त मुरली काकाले मेरो बाउलाई यसो भन्यो भने नभन्नु, मलाई माफ गर्नु। जिम्माल साहब चाहिँ सामन्ती नै हो। जबसम्म हामीले यो सामन्तीवादलाई उन्मूलन गर्न सक्दैनौँ नि, तबसम्म यी गरिब गुरुवाले कहिले न्याय पाउँछन्? कहिले भन त? जुठे, चाउरे काका, तपाईँहरू हाम्रो घर झट्टै जानु रे, जिम्मल साहबले बोलाउनु भएको छ। जिम्माल साहबसँग अरू को छ? हाम्रो बाह्र जिम्मल साहब मात्रै हुनुहुन्छ। केटाको है बिचरा यिनीहरूको पनि के दोष छ? हेर त सागर बाबु, यिनीहरूले केही गर्न खोजे कि अब तिम्रो बुवा हजुरले रोकिहाल्नुहुन्छ।
अनि यसरी यिनीहरूको जीवन स्तर कहिले माथि उठ्छ? कसरी यिनीहरूले प्रगति गर्न सक्छन्? न यिनीहरूको घरबार बन्ने भयो, न जीवन स्तर उस्किने भयो। के गर्ने भन त? दर्शन के भयो त चौतारामा कुरो? केही पनि भएको छैन जिमल साहब। किन कुरा चपाउँछस् चाउरे? जिमल साहबलाई सबै कुरा थाहा छ त। सुन, मेरो अनुमति बिना तेरो बहिनी गौरी कार्कीलाई दिस भने राम्रो हुन्न भन्दै छु मैले। तँलाई सामाजिक रीति नाग्ने अधिकार कसले दियो? त्यसमाथि मेरो सिरदरलाई तिनीहरूले के गरे तैँले बिर्सिस्? जिमल साहब जिमल साहब मुरली काकालाई छोडिदिनु भनेर सुन्नु भएन? जिमल साहब मुरली काकालाई छोडिदिनुहोस्। त्यस्ता हैसियत नभएकाले सिरदरको घाँटीमा हैसियत तेर्साउने, त्यो पनि मुरलीको लागि। जिमल साहब अब यिनीहरूले कुरा बुझिसक्यो हजुर। यो कुरालाई यहीँ छोडिदिउँ। घर तमाकु भइरहेको थियो हजुर, सल्किसक्यो होला। जाउँ हजुर। सुन, त्यो मुरली मधेस झरेपछि र मेरो छोरो पल्टन फर्केपछि म तँलाई के गर्छु मलाई थाहा छ। चाउरे, आफ्नी बहिनी गौरीलाई उमेरमै विधवा बनाउने कुरा नसोच भन्दै छु मैले। जुठेनी कहाँ गयो होला? यति मकै लिएर के घट्टो गइरहनु? त्यही निर्मल नानी कहाँ जानु पर्ला जस्तो छ। निर्मली पनि घरमा छ कि छैन? के चाहिँ गर्ने होला? कहाँ मुन्टिन्छ भने यो बज्या। जुठे बजालाई हैसा बनाउन दिएको खासै लाग्ने बनाइदिएन। हेर्नु न आमा, भाइलिन चाहिँ सङ्क्रान्ति मसँग बिहानै आइपुग्छ। अब हैसा चाहिँ कहिले कतिलो अर्डर दिँदैन। मलाई झन् आँसी बनाउन जाउँला भन्ने आर्नमै भेटेन। गाली गर्नुपर्छ नि, त्यसलाई गाली गर्नु भएन? भेटेको कता हिँडेछ कता हिँडेछ थाहै भएन। घरमै बस्दैन, बासै हुँदैन आराममा त त्यसको। थाहै भएन। अनि तपाईँको कोदा नल काटिसक्नुभयो? अलि चाहिँ छ। ल म आएर काटिदिन्छु। जसलाई दिए पनि ज्याला दिनुपर्छ। मलाई दिनु नुन तेल। ज्याला टेन्सन थिएन। ल ल हस् ल म जान्छु है। ल अब बिस्तारै जानु, म आउँछु कोदा नल काट्न है। म खबर गर्छु। हस् हस् ल बिस्तारै जानु। मिश्री दिदी पनि यही हुनुहुँदो रहेछ। यहीँ छ। के पेन्न आएको? ए अलिकति मकै पिन्न आएको। ल पेन त म जान्छु है। बस्नु एकछिन, म आउने बित्तिकै किन हिँड्नु भएको? म जान्छु है। ल ल बिस्तारै जानु, म आउँछु भरे भोलि आउँछु है। ल हस् ल थोरै छ पार्न आइज है। ल ल आमा ल ल जान्छु है। हस् 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 ल बिस्तारै जानु हस् ल। के लिएर आउनु भयो कहाँ दिदी? मकै लिएर आएको अलिकति पिन्नलाई। ए ल ल खाली छ? रातो ल ल बस्नु ल, म बढाएर दिन्छु। धुलो छ पर्नु है दिदी, माटा घर। ल यतापट्टि आउनु, यसमा चाहिँ मकैको यसमा हो नि त। जुठी मोरले यति पिनेर ल्याइदिएन भनेको। कहाँ जान्छ कहाँ हुनुहुन्छ?
यो केटा मान्छेले कहाँ काम गर्छन् घरको काम गर्छ यो त मकै पिन्ने हो क्या यो चाहिँ मकै पिन्ने हो ल यसमा बस्नु म यता बस्छु यता बस्नुहुन्छ त्यतै बस्नु न मनी सघाइदिन्छु नि त तपाईँले के तपाईँलाई किन दुःख दिनु म गरिहाल्छु नि यति दुईजना भएर पिसिदिन्छु क्या बुढी मान्छे एक्लै के खै ल्याउनु मनी सघाइदिइहाल्छु नि अलिअलि यतापट्टि एकछिन बस्नु न त म अलिकति पिनौँ ल ल बिस्तारै पिस्नु हल्यो भने यसले फुक्नुपर्छ मनी सघाइ गरिदिन्छु के अलिक भारी छ यो अलिकति यो हात दुखेर मनी सघाइ बिस्तारै सुरुमा अलिक खर्च आउँछ पछि मसिनै आउँछ कुचो ल्याउनु सक्छ तपाईँको जात अलिक सजिलो छ क्या यो अलिक सजिलो छ साँच्ची काहीँ दिदी अस्ति त्यो मुलपारा चामल थियो नि जुठेलाई खुवाउने कि जुनकिरीसँग छुट्याउने खुवाउनु भयो कहाँ खुवाउनु पाउनु त्यो मन तरेको चामल हो जुनकिरी नानीलाई जसरी नि खानिदिनुहोस् है थाहा पर्छ न पोल्टो मन तरेया चामल जुनकिरी नानीलाई खानिदिनु किन र काइले आमा जुनकिरी नानीको र जुठीको सम्बन्ध छुटाउन यो चामल मन तरेर ल्याए कि भरे नानी यो चामल जसरी भए पनि जुनकिरीलाई खानिदिनुहोस् है आमा नानीले सबै कुरा सुनिसक्नु भएछ म यो चामल नानीलाई दिन सक्दिनँ ए अब तपाईँको छोरो जिउँदो रहँदैन काइली दिदी बेलैमा ओस पुऱ्याउनु मैले कति भनेको छु मान्नुहुन्न मैले के गर्नु त निर्मली नानी झन् तपाईँले त्यसो भनेदेखि त मैले कति सम्झाएको छु जति सम्झाइ नि टेर्दैन बरु तपाईँले रक्सी खान बोला चाहिँ गरेर बोलाएर तपाईँले सम्झाइदिनु हो भने मान्थ्यो कि के को मान्थ्यो नखाने जेल भगवान् जस्तो छ खाइसकेपछि मेरो कुरो सुन्छ सुन्दैन तपाईँ आफै सम्झाउनु अनि साँच्ची अर्को कुरो नि काइली दिदी मुरली त मधेस झर्ने रे नि त अनि खै मधेस झर्छन् कि पहाड झर्छन् मलाई के थाहा पहिला पहिला त तपाईँहरूलाई यो गरिदिन्छु र ऊ गरिदिन्छु भन्नु केही गरिदिएनन् है अब के गरिदिनु हाम्रो पक्षमा बोल्न त बोले हुन् के अरे अब मुखले मात्र बोलेर भएन हाम्रो जिन्दगीमा यस्तै सधैँभरि नानी मलाई त एउटै भिड छ निर्मली नानी कुन दिन त्यो जिम्मनले मेरो छोरालाई त्यही बन्दुकले खानेर मारिदिने हो कि भनेर हुँदैन है हुँदैन काहीँ दिदी मैले त भनिदिएको छु तपाईँहरूलाई जुन किरीलाई बुहारी बनाएर घरभित्र हुल्न हुँदैन नराम्रो नलाउने होला नमिठो नखाने होला नराम्रो ओछ्यानमा नसुत्ने होला भोलि अन्त सासूले बुहारीको गोडा मिटिदिनु पर्यो भने के हुन्छ तपाईँको हालत भन्नुहोस् त त्यसैको त भिड छ नि निर्मली नानी छोरै मान्दैन म के गरौँ त्यही त नि तपाईँलाई नि गाह्रो छ क्या लाउन नि यो फुटे आँखाले के देख्नु पर्यो हेर्नु न काहीँ दिदी उता गाउँले कसैले देख्नु नपर्ने मैले देख्नु पर्ने यी नकचरा नकचरीलाई थै ए काहीँ दिदी तपाईँ त केही बोल्नुहुन्न त थाहा थियो कि क्या हो पहिलेदेखि यिनीहरूको कुरा तपाईँलाई थाहा थियो खै अब के गर्नु त अब गौरी नानीले त एक गाटकीसँगै बिहे गर्छु भन्नुभएको छ अरे हो र लाउन नि यो कुरो थाहा छ कि छैन जिमल्लीलाई म त एकचोटि भनेर आउँछु ल पिन्दै गर्नु तपाईँ यो कुरो त भन्न पर्यो नि त जिमल्लीलाई गाउँमा यहाँ के कुरो भइसकेछ जिमल्लीलाई थाहा छ कि छैन यो निर्मली पनि के नारायण जस्तो हुनु पर्यो हो अर्काको त केही कुरो देख्न सुन्नै नहुने कुरो लाउन गइहाल्न पर्ने क्या त्यो जिमल्लीलाई छ्या कस्तो मान्छे हुन्छ भगवान् कसम गरी म अहिले एकदम सुध्रिसकेँ एकचोटि मैले सुध्रिने मौका त देऊ साँच्ची भने हो नि साँच्चै भनेको कि तिमीलाई मेरो विश्वास लाग्दैन मेरो विगतलाई कोट्याउँदैनौ नि ए बाबा म त्यो सब कुरा केही पनि कोट्याउँदिनँ के मलाई विश्वास त गर अनि साँच्ची चाउरे दाइ त मान्नुहुन्छ होला है दाइलाई मनाउने जिम्मा मेरो भयो तिमीले समाजलाई मनाउनु पर्छ
भैँसीलाई हाल्दै भनेको सुनिनुहोस् अघिदेखि हाल्दै भनेको भर्खर बोकेर लिएर जान्छ जिमल साहब डोगरे दर्शन बस्नु न निर्मली जिमल साहब बस्ने घाटमा बस्नु भन्दा नि म चाहिँ एउटा कुरो भन्न आएको के खास के भन्न आयो त के भन्न आउनु नि जिमल साहब म त के भन्ने के नभन्ने त्यो कार्की र गौरी छ नि गाउँ पुरै गनाएर पछि भन्छ है गए जिमल साहब हजुर यस्तोले गर्दा हो घर बिगार्ने र बनिरहेको परिवारलाई पनि लथालिङ्ग पार्ने। अनि तैँले नि भइरहेको शान्ति बिगारिस् घरमा छुट्टेर बसिस् यो सबै त्यही मुरलीको कुरा सुनेर होइन अरूलाई शिक्षा दिनुभन्दा पहिला त्यसमा आफू खर उभिनुपर्छ बुझिस् अर्की आइ भित्र इनिस भनेर लिएर गई छोरालाई आफ्नो छोरासँग के सल्लाह गर्न नपाउनु छोड्दे अहिलेसम्म यसरी बस्दा रहेछ नि हेरौँ न म पनि श्रीधर हजुर जिमल सर एउटा हुक्का भर हस् हजुर तैँले चिन्ता लिनु पर्दैन तेरो म छु यस्ता जोइ टिङ्ग्रेको पछि लाग्नु पर्दैन तैँले मसँग फुर्ती लगाउनु अब ट्याक्क लाएर यति तेरो यति मेरो ओइ के गरेको मैले हो भनेको सुन्दिनस् अहिले यो यताको मेरो यताको तेरो भाग लागेको हो के बाहरूले नि जग्गा भाग लाग्ने कुरो छ नि त बाहरूबाट सिक्ने हो नि मैले यसरी भाग लगाएपछि अनि भागभन्दा मिल्दैन अनि झगडा गर्ने तैँले मसँग झगडा गर्छस् किनकि तँलाई थोरै छ मलाई यति राख्दैन त्यही भएर टाठो बाठोले धेरै लिन्छ अलि लाटोले थोरै पाउँछ ल तेरी यो बारीको पाटो हो र यता र उता गर्नलाई मिल्दैन अहिले नगर है अहिले डेरीलाई आइ पनि दिन्न फेरि ल अब के पऱ्यो कुरो के भने अब तैँले बिचा झगडा गरिस् तैँले ल तँलाई खा सबै खान्न म नरिसाना हो ल त ल आइज यहाँ बिचा एकैचोटि खाम ल बस ल मिसाइदिएँ ल कस्तो रहेछ ल मै चाहिँ अलि धेरै भयो तँलाई फेरि धेरै त किन खाने सानो मान्छेले थोरै म नि खान्न ल आछि घुर्की पो देखाउँछु फगान मलाई नि मैले ल मिलेर खाम भनेको थिएँ तैँले नि भएन अब यसरी मिलेर खाने भन्ने हो के अब हाम्रो बाह्र कान्छा बा पनि यसरी मिलेर बस्यो हुन्थ्यो के अरे ठिक्कै मिल्यो ए आज त के हो एउटै थाला चिउरा र मै खाँदैछौ त तिमीहरूले कान्छा बा है तपाईँलाई पनि भित्र मै र चिउरा राखिदिएको छ खान है अहिले चाहिँ खाइन नानी म अलि हतार छ पछि खान्छु है के हतार रहेछ र जहिलेको हतार खान्छ बा पनि अलि सानो काठ खायो भ्याइन्छ कान्छा बा है तपाईँ त मधेस झर्न लाग्नु भएको रे फेरि यहाँ नफर्किने गरी जान लाग्नु भएको रे त खासमा कुरो के हो होइन है छोरी म मधेस झर्दैछु त्यो पनि नफर्किने गरी भने तँलाई कसले भन्यो मैले भनेको मुरली अब तँ यो घरबाट सधैँको लागि जाँदैछस् त्यो पनि चाँडै दाइ मेरो घर अनि म कहाँ जान्छु कहिले आउँछु त्यो निर्णय तिमीले गर्ने होइन
त्यो निर्णय त मैले गर्ने हो दाइ। कति न मेरो घर मेरो निर्णयको कुरा पो हुन्छ भन्दो रहेछ है गाँठे। हेरौँला म पनि तेरो घर हो कि मेरो घर, डाँखा कहीँको। हाम्रो बाहरू पनि के हो कि यस्तो सधैँ कुरा बिराला जस्तो छ। कहिले काहीँ त मिलेर बसे नि हुने नि। मिलेर बसे त हो नि हो। मैले त अझै के सुने हो भने कान्छा बाले तराईको सम्पत्ति नदिने भएपछि हाम्रा बा बिच्केका हुन अरे के। खोइ मलाई त यस्तो पारा देख्दा विरक्तै लागिसक्यो भने। झगडा त अब तेरो र मेरो यति चिउरा र मोहीमा त पर्छ। यहाँ त यत्रो सम्पत्तिको कुरो, झगडा त पर्ने स्वाभाविकै हो। अलि कम परे हुन्छ धेरै पर्छ। ए झगडा त फेरि यो सम्पत्तिको विषयमा धेरैको दाजुभाइको पर्दो रहेछ के, मैले बुझेछु। राजा हो बुझ्छु। खेल सृजनाका लागि कति आवश्यक पक्ष हो। शारीरिक पक्षको विकासका अलावा निर्णय क्षमता बुद्धिका लागि पनि खेलले महत्त्वपूर्ण भूमिका खेल्छ। बिस्तारै गर, हात फुल्ला। आज पानी थोर भएछ, फुर्र भएको छ भात। बाबु हजुरलाई त मनपर्छ होइन? थोरै राख। यति त खानुपर्छ। तिमीलाई पनि राख है। यत्रो छ त। जिम्बावालको छोरा भएर पनि के बुद्धि भएको हो यिनीहरूको। अनि साँच्चै हजुरको छुट्टी अब कति बाँकी छ नि? सकिन आँट्यो होला, अब त्यही 15 दिन त बाँकी होला नि। बाबु तेरो छुट्टी पनि सिद्धिन आँटेछ। एक छाक भात त मसँग पनि बसेर खान्छस् कि? बाबु माम पानी है आज आमै कति लाम्रो गले खाएको हो मेरो बाबुले। आम्मा आम्मा म कतिको ठुलो खाएको है। लु यो पनि खानु, बुबु पनि खानु। लु दुधु ओहो कति ज्ञानी मेरो छोला। मैले त अब छोलालाई भोक लाग्यो होला। आमा, मलाई सानोमा जसरी कोखे गरेर भात खुवाउनुहुन्थ्यो त्यसरी नै मलाई भात खुवाउनु। मलाई कोखे गरेर भात खुवाउनु।
कोखा त भनिदिनु न आमा छोरा Yeah.